यो हामीले खाने ट्याङ्की त्यसमा पानी छ पानी खाने हो फेरि ट्याङ्की खाने होइन त्यसमा पानी कहिले भरिन्न ए यसले सकिसक्यो अब हेर्नुहोस् गाइस अब हामी त्यो पारीको त्यो वन ठुलो वन छ नि त्यो वन अघि हामी त्यहाँबाट दगुर्दै 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 आइयो अझै घर आउन भइएन है यहाँ फेरि त्यता बनाइ बन ओहो यता फेरि त्यो फेरि के को घारी हो सल्लाह घारी जस्तो छ है हेर्नु त गाइस यो सल्लाह घारी ओहो किसिम छ यो डराखा फेरि खै डराएको हो कि रिसिएको हो कि के गरे हो खालि यसो यसो मात्रै गर्छ फेरि यो बर्खामा बाटो चिप्लो भएर गाइस कम त अप्ठ्यारो भएको छैन टुकुर टुकुर हामी फेरि हल्का हल्का हिँड्ने बानी छैन खालि दगुर्ने बानी मात्रै छ चिप्लो बाटो हरियो लेउ यस्तो लेउ पलाएको छ बाटोमा यस्तो दगुर्नुपर्छ भाइ त अब एकैछिनमा दगुर्छ लोटो लोटिहालेको ठ्याक्कै यस्तै लोटिसक्यो झम्मै लोटिसक्यो ओखो यत्रो लामा लामा छ नि कम त डर लाग्दो छैन नि हामी यस्तोमा नि हिँड्छौँ खास चाहिँ डर त लाउँदैन हामीलाई नि अलिअलि हो अलिअलि डर लाग्ने ओए त्यस्तो पनि उठ्छौँ हामी त हेर्नुहोस् यस्तो भिड छ नि यस्तोमा हामी दौड्नु पर्छ हिँडेछौँ कम त डर छैन यस्तो घारी घारी दौड्छौँ लगाइज त्यही हो भन्नु त केही छैन सबैजनाले सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बर्खा लागेको छ साउनको महिना छ श्रावण महिना अब मनसुन सुरु भएर पनि बाढी पहिरो हो दैनिक पानी बर्सात हुने ठुला ठुला बर्सात हुने पहिरो जाने भएको छ आफ्नो ख्याल गर्नु होला अरू त यस्तै छ ल यो बाटोमा यही वनको बाटो ओ तल छ एउटा घर त्यो घरमा पुग्ने दगुर दगुर डर लाग्छ कि दगुर 7 बजिसक्यो कि डराउँदैन त डराउनुहोस् यहाँ त कम त रमाइलो भ्यू देखिन्न गाइज टक्क खै यता त एउटा फोटो खिचिदिन्छु ट्याक्क कस्तो दामी आहा अलि नजिक आइज हो ल दामी आला सबास ल त यो गाइज सबैले सब्सक्राइब गरिदिनु होला त्यत्रो वन दगुरी दगुरी आइयो यो भाइको अनुहार हेरेर टक्क सब्सक्राइब गरिदिनु होला पिर मानेछ लाइक कमेन्ट सेयर गरिदिनु होला भिडियोलाई ल ल त्यही छ भनिदिनु पर्ने भन्नु केही छैन लाइक गर्नु कमेन्ट गर्नु सेयर गर्नु जसले सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नु होला बाई बाई